हेलो गाइज, वेलकम ब्याक टु माई ब्लग। है त रातिको बजेको छ 2:30 बजे होइन। अहिले म छु ठ्याक्कै तपाईँलाई देखाइदियो त्रिभुवन इन्टरनेसनल एयरपोर्ट है त, नेपालको इन्टरनेसनल एयरपोर्ट अगाडि छु म होइन। रातिको 2:30 बजेको छ, पुरै छैन खासै मान्छे है त। एकछिन म यहाँ देखाउँछु है यतापट्टि होइन, यो पार्किङ एरियातिर देखाउँछ है त। यहाँबाट अलिक राम्रो नदेखिँदो रहेछ, त्यही पनि अब यतिको भ्यू छ है त। पुरै सुनसान छ है त जोस् एयरपोर्ट चाहिँ। त्यही भएर खिच्न मन लाग्यो मलाई होइन। फुल सुनसान छ है, जोस् छैन भन्दा अनि हुन्छ मान्छेहरू खासै है त। म देखाउँछु त तपाईँहरूलाई एकछिन है। यहाँबाट देख्छ एकछिन ल। यो चाहिँ तपाईँको एयरपोर्टको मेन गेट होइन। यहाँबाट मेन गेट मुनि हो। यहाँबाट चाहिँ माथि आउँदाखेरि चाहिँ यो तपाईँको उतापट्टि यो गाडी गइरहेको चाहिँ तपाईँको डोमेस्टिक एयरपोर्ट है त होइन। यो गाडी गइरहेको डोमेस्टिक एयरपोर्ट होइन। अनि यता छ तपाईँको त्रिभुवन इन्टरनेसनल एयरपोर्ट है त। ठ्याक्कै तपाईँ गौशाला छेउतिर छ होइन। जोस् यस्तो छ त बेलुकाको भ्यू चाहिँ। अलिक हात हल्लियो होइन, अनि गाडी ल्याएर उडाइदेला भने डर फेरि है। जोस् मान्छे छैनै भन्दा नि हुन्छ, लगभग फाटो फुट्टो है त। रातिको बजेको छ 2:30 बजे है त। यो चाहिँ तपाईँको उता सिधा डोमेस्टिक एयरपोर्ट होइन। यता चाहिँ तपाईँको इन्टरनेसनल एयरपोर्ट है त। एकछिन यहाँ देखिन्छ है त त्रिभुवन इन्टरनेसनल एयरपोर्ट है त। हल्का झिलिमिली चाहिँ छ है, मान्छेहरू नि छन त छन् फाटो फुट्टो, तर लगभग जेरै भन्दा नि हुन्छ खासै चाहिँ छैन है। एकदम पिस छ है त, एकदम यस्तो पिसफुल छ कि लास्ट पिसफुल छ है त। खासै डिस्टर्ब चाहिँ छैन, डिस्टर्बेन्स चाहिँ छैन। इङ्ग्लिस पनि के हो यस्तै हट। मैले त एकचोटि देखाइदिन्छु है म तपाईँहरूलाई है। पुरै पिसफुल छ। यो बाटो चाहिँ तपाईँको सिधा एयरपोर्ट मेन एयरपोर्ट गेट पुगिन्छ है त। त्यहाँनिर चाहिँ मेरो स्कुटर है। फेरि एकचोटि देखाइदिन्छु ल। यताबाट पुगिन्छ तपाईँको डोमेस्टिक एयरपोर्ट। अलिक चिसो छ क्या, त्यही भएर अलिक मेरो स्वरै कस्तो कस्तो आइरहेको छ है, कामिरहेको छु क्या म होइन। यो भयो तपाईँको मेन इन्टरनेसनल एयरपोर्ट होइन। यतापट्टि छ है त। ल खासै छैनन् मान्छेहरू है। ल यो चाहिँ त्रिभुवन इन्टरनेसनल एयरपोर्ट त अहिलेलाई यति।